गुड मर्निङ भन्दै आज चाहिँ मौसम चाहिँ दामी भएको छ। हेर्नुहोस् होला है। गुड मर्निङ भन्दै आज हाम्रो चाहिँ बिहानको सुरुवात भयो होइन। हामी चाहिँ किनभने उसमै के भन्छ दाउरामै पकाउनु छ खाना सब्जी चाहिँ। दाउरामा पकाएको चाहिँ राम्रो पनि लाग्छ, हिटमा पनि पाक्दैछ। उता हाम्रो चाहिँ सब्जी चाहिँ आलु होइन। आलु के गर्नु, आलु खानु पर्यो, छैन सब्जी अहिले त। अन्त यहाँ झोल राखिरहेछ। यो चाहिँ हाम्रो गुन्द्रुकको झोल हो। यता हाम्रो कान्छी नानी बिरालु भन्दै म तपाईँहरूलाई यो मेरो बाहिरको किचन हो। यहाँ चाहिँ हाम्रो यस्तो छ बाहिरको भ्यूहरू चाहिँ। तपाईँहरू आउनु भन्छ घुम्नु लानुभयो भने चाहिँ यहाँ चाहिँ चल्ला छ चल्ला जस्तो निकालेको तपाईँलाई दिँदै गर्छु पनि अनि जतिले पनि मेरो भिडियो हेरिनुहुन्छ प्लिज मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस् होला भन्दै भन्न चाहन्छु। तपाईँको लागि चाहिँ म आभारी रहन्छु। पाक्यो आज चाहिँ सन्डे हो। किनभने प्रथम बाटो चाहिँ पानी परेर गन्दा मजाको छ। उनीहरू धेरै छ नि हिलो हुन्छ आज चाहिँ यसलाई पनि हेर्नुपर्छ। चाहिँ यस्तो भएको छ, ढुङ्गा भइगयो। बिहान चाहिँ राम्रो भएको थियो। अब चाहिँ घाममा चाहिँ हामी यसरी बसिरहेछ। उता पछि पनि यस्तो भइरहेछ दिन ढुङ्गा। हामी चाहिँ च्याप्नुहुँदैछ बाहिर बसेर घरमा बसेर खाएकै हो हालिदिनु हामी बाहिर बसेर च्याप्नुहुँदैछ। पहिला चियासँग भात है सानोमा जोर खान्थ्यो त। हामीलाई पनि पुरा मन पर्थ्यो। अहिले भर्खर माम खाएको भर्खर माम खाएको भोक लागिहाल्यो भन्छ। स्कुलमा चाहिँ कस्तो गर्छ होला यस्तै हो नानीहरू। चियासँग माम खाँदैछ। नुहाएर आइपुगेको। अन्त अब हामी चाहिँ लन्च गर्नु आँटेको। रोटी मम्मीले रोटी बनाउनु भएछ है। मम्मी फेरि बनाउनुमा साह्रो जाँगरिलो हुनुहुन्छ। आलु बिहानको आलु छ, अचार कस्तो भएछ दामी मिठो। हस् त मगले राम्रो खुवाउनु सुरेन भाइ। आज चाहिँ हाम्रो सब्जी अन्डा र आलु हो। आम पनि पाक्दैछ। आज चाहिँ अलिक छिटै छ। उज्यालै छ छिटो छ। माम पनि पाक्दैछ। सब्जी हो हाम्रो अन्डा करी हो। हेर्दै गर्नुहोस् होला। नुहाएर आइपुगेको। अन्त अब हामी चाहिँ लन्च गर्नु आँटेको।